मैले टीका लाउँछु कि फुल लाउँछु कि के लाउँछु भन्ने कुरा वास्तवमा तपाईले मलाई सोध्न नै पाउनुहुन्न। मेरो निजी कुरा हो। म बिहान कति घण्टा पूजा गर्छु, मेरो उपासना गर्ने मेरो विधि हो नि त्यो, हैन? मेरो पन्थ हो नि त्यो, मेरो चोइस हो नि त्यो, मेरो फ्रिडम हो त्यो, है? त्यसलाई म कसरी एक्सप्रेस गर्छु, हैन? म चाहिँ त्यो मेरो त्यो रिलिजियस एक्सप्रेसनहरु जति पनि छन् सबै हो, सबै व्यक्तिगत निजी कुरा, प्राइभेट डोमेन हो यो। यसमा राज्य पनि छिर्नुहुन्न, अरु व्यक्ति पनि छिर्नुहुन्न, हैन? यसको आफ्ना कुराहरु हुन्छन्। र फेरि सँगसँगै के हो भने मैले फेरि अर्कोको त्यतिकै स्पेस छ भन्ने कुरालाई मैले मान्नुपर्छ। फेरि मुख्य कुरा भनेको यो, मेरो स्पेस र अर्कोको पनि स्पेस छ नि त, है? र हामीहरु जहिले पनि के कुरामा क्लियर हो भने राज्यको चाहिँ के हुँदैन भने राज्यको आफ्नो उपासना गर्ने विधि हुँदैन, राज्यको आफ्नो पन्थ हुँदैन, पन्थ व्यक्तिको हुन्छ, व्यक्तिगत छनौटहरु हुन्छ। राज्य